सुरज हामी आउँदैछौँ। काँदाको शोभा हलो र जुवा हातमा कोदाली। सुरजको बिहेमा जानु नै पर्ने उकाली ओराली। यो पछि कसको बिहे आउँछ अरे छिटो केटा हो? सुनिलको। हात धुनु पर्यो कहिले बिराम हुन्छ? हेलो चापा गाई सर। हेलो 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 लक्ष्मी ठिक छ नि हाम्रो दिदी? ए लक्ष्मण जहिले मैले मान्छेलाई लक्ष्मी भन्छु नि त नि है लक्ष्मण। घरमा गएर दाउरा मेरो त जहिले यो ओए सुरजलाई कसले नभने केटा हो? भरे जस न्यानो चाहिँ खोज्नु नपर्ने हो क्या मलाई त्यति चाहिँ। ओए टाइ बसे सुरजलाई भन्दै बराज जस्तो आइपुग्यो नि। मिसले सोध्दा नवरा सरले मेरो चाहिँ मिसले सोध्दा नवरा सरले भनिदिन्छन् फेरि मलाई त खुसी पो लाग्यो। सुरज हामी आउँदैछौँ। हामी चाहिँ नआएको। हामी घर छेउमै छौँ। तिम्रो फोन उठाएन तिम्रो म्यासेज पनि सिन गरेर छोडिदिएको छु। रिसाइराख होइन तर आउँदैछु। ठुस्किराख ठुस्के पनि फुस्के पनि हामी आइपुग्न आँट्यौँ। सुरजले भनिरहेको होला होइन? सुरज तिमी कहाँ छौ? कमिङ टुडे। आई एम कम हियर। You understand? You cooking back. छिटो हो क्या? देख्यो हिँड्नु सक्नेलाई चाहिँ आशा नि। मालापत्रे भयो जिन्दगी। ओए म तेरो लागि हो त्यो। तिम्रो बेस्ट फ्रेन्ड हेर है सुरज यहाँ गाडी पठाइदेऊ। दुईचोटि बिहे हुने भए चाहिँ पठाइदिँदा नि हुन्थ्यो अब एकचोटि मात्रै। जानु सारू है फेरि देऊ न त। त्यसमै खुसी छु आउँदैछौँ तर हामी फुले हो दाजु। हेलो गाइस वेलकम छ होइन। आज चाहिँ मैले होइन सुनिलको ब्लग स्टार्ट गरिरहेको छु होइन। सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला सुनिललाई होइन। एकदमै सपोर्ट गर्नु होला अनि सब्सक्राइब पनि गरिदिनु होला च्यानलमा होइन। आज चाहिँ हामी टक्कसँगले हाम्रो क्लासको सुरज साथीको होइन उसले चाहिँ हामीभन्दा अगाडि बिहे गरेर क्या कसम अनि खाना गइरहेको छु होइन। एकदम रमाइलो लागिरहेछ। धेरै टाढा रहेछ उसको होइन। हामीले सोचेको भन्दा पनि धेरै टाढा रहेछ तर हामीले साथीको लागि त जे पनि गर्न तयार छौँ होइन। त्यसको लागि चाहिँ हामी बिहे खाना गइरहेको छौँ आज टक्कसँगले नाच्ने होइन। तर सुनिललाई चाहिँ सपोर्ट गर्दै जानु होला उसको होइन। मैले आज स्टार्ट गरिदिएको उसको। सो ओके म सुनिललाई बोल्दिनँ म बोल्छ है गाइस। म बोल्दिनँ अब यहाँदेखि तिमी बोल्छौ होइन। ल म बोल्छु नि त।
फेरि पनि वेलकम छ गाइज होइन तपाईँहरूलाई मेरो च्यानलमा वेलकमै छ कतिजनाको वेलकम सुन्नु चाहनुहुन्छ तपाईँहरू सबैजनाले वेलकम गरिसक्यो होइन हाम्रो केटाहरू यता छ यता लाइनमा भिरको फेदतिर ढुङ्गाकोले धेरै पुऱ्याउने अरे क्या गाइज म अहिलेसम्म बोलेको थिइनँ अब अहिले चाहिँ बोल्दैछु होइन मेरो पनि युट्युब च्यानल छ है अब घर आउन आँटो हालिदिनु होला मेरो चाहिँ के छ भने महेश तामाङ खोइ के छ हौ ठ्याक्कै थाहा भएन यसको म भरे लिङ्क के भन्छ डिस्क्रिप्सनमा यसको च्यानलको यो राखिदिन्छु होइन नाम त्यसपछि उहाँलाई पनि सहयोग गर्नु सक्नुहुन्छ गाइज मेरोमा त्यस्तो सपोर्टिलो के भन्छ सपोर्टिलो त्यति धेरै भ्यू चाहिँ जाँदैन त्यो पनि सपोर्टिलो साथीहरू गएको छ त्यसैले टेन्सन नगर्दा हुन्छ अगाडि चाहिँ मेरो साथीहरू गइसक्यो होइन अगाडि सुरज तिमी टेन्सन नगर तिम्रो बिहेमा हामी आउँदैछौँ हामी एकदमै खुसी छौँ तिमीले हामीलाई बोलायो मनैदेखि खुसी छ यहाँ मनैदेखि खुसी छ इक्जाम बिग्रिए पनि होइन यति हाँसिलो अनुहार लिएर आइरहेको छु तिम्रो बिहेमा होइन ढिलो आयौँ तिम्रो फोन पनि हामीले उठाएनौँ होइन तिमी नरिसाऊ गाइस एउटा अनि गाइस अनि के हो भने नि एउटा राम्रो कुरा चाहिँ आज जुन चाहिँ बिहे हुन लागेको बेहुला छ हाम्रो साथी छ नि त्यसले चाहिँ हामीलाई छिटै आऊ भनेर बोलाएको थियो क्या अनि छिटै आऊ भनेर बोलाएको थियो तर हामीले के गरेका छौँ भने उसलाई हामी आउँदैछौँ भनेर थाहै छैन क्या फोन पनि गरेको थियो हामीलाई अनि मेसेन्जरमा पनि मेसेज पठाएको थियो तर सिन गरेर छोडिदिरहेको छ क्या मैले नि अनि के भयो गाइज त्यस्तै हो गाइज होइन आज सरप्राइज दिन गइरहेको छौँ बेहुलालाई बेहुलाको अब रिएक्सन हेर्नुपर्छ गाइज हामीले यस्तै हो गाउँको बाटो गाइज हामी नि गाउँले हो अनि हामीलाई चिल्लो चाप्लो बाटोमा हिँड्नु भन्दा पनि यस्तोमै हिँडेको राम्रो लाग्छ होइन ओए यो पछि कसको बिहे आउँछ अरे छिटो केटा हो सुनिलको ओए मेरो होइन हौ सुनिलको आउँछ सुनिलको सुनमै पसमै तर केटा हो मेरो बिहेमा आउनु जाँदा नि तिमीहरूलाई योभन्दा डबल दुःख पर्छ क्या किनभने मेरो त बोलाइ हेर न त्यसरी दुःख मान्नु हुँदैन केटा अवसर मान्नुपर्छ अवसर होइन रमाइलो एकदमै ओपिन त चेड भइरहेको छ होइन हामी पुग्न लाग्यौँ भोक पनि लाग्यो तिर्खानी लाग्यो सबै लाग्यो अब हामीलाई टेन्सन छैन किनभने बिहे घर आइपुग्न लाग्यो अब जे गर्छ सुरजको हात छ तर केटोले भ्याउँदैन होला फेरि अब यस्तो हो नि त बेहुली सम्हाल्नु पर्ने हुन्छ अब बेहुलापट्टिको 2 थाल बेहुलीपट्टिको बेहुली पनि साथी नै 2 थाल हो 4 थाल त भइसक्यो होइन आज फर्किँदा पुरै आएन अनि थपनी 1 थाल कति थाल भयो 6 थाल 6 थाल भात खाइदिने मा घाटा नि लाग्यो नि लागोस् तिमीलाई चाहिँ ल अनि तोङबा त कुरै छैन तोङबा पाउँछ पाउँदैन अनि मगरको बिहे गाई साँच्ची काट्छ भन्नु सुँगुरको मासु सेतो होइन चोयाम टोकेर तोङबा चिरिप्पा हानेर 6 थाल भात चाहिँ नभनौँ 2 थाल चाहिँ म इनफ हानिदिन्छु तर म चाहिँ भेज पऱ्यो होइन तिमी मासु खाँदैनौ म त खान्नु नि त तिम्रो मासु चाहिँ मलाई हालिदेऊ ल खाँदिन छैन भन है कसरी हौ उसको चाहिँ बाँड्ने क्या ल यो के भन्छ रोजेसले मासु खाँदैन अरे नि त अनि रोजेसको भाग चाहिँ हामीले खानुपर्छ नाइ नभन है केटा हो रोजेस तिमीले म मासु खाँदिनँ नभन है मासु लभर त हामी पनि हो नि फेरि केटा हो कमिङ सुन है कमिङ सुन कहाँ कमिङ सुन अन्तिमसम्म हेर्दै जानु होला अन्तिमसम्म रहिदिनु होला मेरो भिडियोमा माया गरिदिनु होला अनि यो विदेशबाट आएको अरे उसले भनेकै विदेशबाट आएको ए लाउरे लाउरे पनि हिँडेछ होइन हाम्रो सुरजको बिहान बेहुला हेर्नु अब बेहुला बेहुली हेर्नु बाँकी नै छ
कति मेरो अनुहार मात्रै हेर्नुहुन्छ तपाईँ अलिक धेरै अब कुर्नु पर्दैन होइन हाम्रो मात्रै अनुहार देखेर भएन बेहुला बेहुलीको अनुहार देखाउन बाँकी नै छ त्यतिन्जेलसम्म चाहिँ माया गरेर मेरो भिडियोमा रहिदिनु होला लाइकको बटनलाई पनि थिचिदिनु होला अनि रिसिटु हाल्यो भने चाहिँ सब्सक्राइब पनि हानिदिनु होला कसरी ल काँदाको शोभा हलो र जुवा हातमा कोदाली सुरजको बेमा जानु नै पर्ने उकाली ओराली ओए के अरे दामी हाल्दै होइन एकदम दामी हाल्दै अब 5 मिनट अन्ली 5 मिनट बेहुला बेहुलीको अनुहार हेर्नलाई 5 मिनट होइन कति मिनट 5 मिनट वाट पेन इसको अन्ली 5 मिनट मेरो अनुहार हेर्दा रिस उठिसक्यो होला वाट पेन इट्स ह्यापी डियर or going to the Kathmandu Suraj house तर मैले बुझिनँ है म बुझ्दिनँ है इङ्ग्लिस खतरा बोल्छु नि अनि okay today we are going to in wedding of Suraj Magar that's why we are very excited and we are very tired also so please everyone watch this video okay until at last in ओए मलाई त ट्रप हार्दियो त ओए केटा वाउ कति राम्रो ठाउँ ओ यो चाहिँ के हो यो हेलो ओए सरी भाइ सरी पहिले म सोझो थिएँ अहिले चाहिँ धेरै सोझो छु केटाहरूको अनि लाइफ लाइन सुनाउनु थालेको ए केटाहरू है स्माइल चाहिँ दिनु छोड्ने होइन केटा हो स्माइल चाहिँ दिनु छोड्ने होइन अरे 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 वाह वाह केही बोल्नु त नि हो केटा हो स्माइल चाहिँ मुखमा हट्नै नदिने हो हट्नु नदिने हो स्माइल हामी चट्ट जाँदैछौँ कुरा चाहिँ हाम्रो अझै फर्किने हुँदैछ होइन किनभने दुःख धेरै लामो छ विद्यार्थीको दुःख धेरै लामो छ आज अकाउन्टको हिसाब बिग्रिएर त्यस्तै तनाव भयो अब सोसियल र इङ्ग्लिस डल्लै बाँकी छ इङ्ग्लिसको यी पनि आउँदैन फेरि त्यही भएर आज हामी फर्किन्छौँ होला के भयो बिराम सिराम के भयो क्या के भएर बिराम भएर हो बिरामी ठिकै छ जे छ होइन अब बेहुला बेहुली हेर्ने साह्रो रहर थियो हाम्रो है ल बिहे घर आइसक्यो है हाम्रो यहाँ माथि छ है बिहे घर चाहिँ बिहे घर आइसक्यो बिहे घर निकै टाढो छ होइन कति लगभग 4-5 घन्टाको यात्रापछि दामी है कत्रो भएको आमा मेरो त कति वर्षलाई पुग्छ होला 3 पत्र है झन् बिहे घर आयो झन् नर्भस देखिँदैछ यही मान्छे नर्भस छ हेर केटाहरूको रङ उडेको अनुहारमा हाँसो ल्याऊ बिहेको घर चाहिँ आइपुग्यो है फाइनली होइन गाइस बिहेको गाउँ आइसक्यो भाइहरू बिहे खाएर फर्किसक्यो होइन हामी जाँदैछौँ अनि अगाडि पनि एकजना भ्लगर छ होइन भ्लग हान्दैछ अनि अगाडि बिहे गर्छ केटा अब मेरो बोल्ने नै हराइसक्यो क्या म बोल्नै नसक्ने भइसक्यो लास्टै हाम्रो केटाहरू पनि सब लजाएर त्यहाँ बसिरहेको होइन हेर्नु नै त हिँड न ओ हिँड न अनि नलजाऊ है ओ मेरो ज्याकेट कोसँग छ निकाल त मैले लाउँछु अब यहाँ चाहिँ हामीले अलिक टक्क होइन लुगासुगा लाउनु पर्ने हुन्छ किनभने हामी गानी बन्ने हुनुपर्ने हुन्छ यहाँ होइन
यहाँ नि भन्नुपर्ने हुन्छ होइन चट्ट अब सबै कपाल सपाल मिलाएर होइन केटा कहाँ आइपुगेर हामी आइसक्यो होइन बेगर अनि बेगर आइसक्यो लुगासुगा लाउने हो होइन चट्ट आउनु न छिटो साथीहरू चाहिँ पर्खिरहेको होइन कस्तो केटा हो त्यस्तो भरे नि के भयो के अरे त्यो यताउता नभन्ने ल त्यो त्यो चाहिँ भन्ने आफूभन्दा ठुलो थियो भने नमस्कार हान्ने मैले भन्नुहोस् है नमस्ते हान्ने नमस्ते नमस्ते सबैलाई नमस्ते हजुर होइन नमस्ते हान्दै बिस्तारै नमस्ते नमस्ते हान्दै हिँड्नुपर्ने हुन्छ जाउँ ल जाउँ जाउँ ल ल परदेशी भाइ अगाडि अनि त्यसपछि सपना होइन अनि त्यसपछि प्रकाश त्यसपछि दिपक अनि त्यसपछि महेश त्यसपछि लक्ष्मण अनि रोजेश टेकराज अनि म अनि त्यसपछि दिदी त्यसपछि अर्को नि दिदी दिदीहरूलाई चाहिँ एउटा लाउनु पर्थ्यो बेहुला बेहुलीको फोटो है बेहुला बेहुलीको फोटो ए बेहुला बेहुली सुरज एन्ड के अरे छेकी शेर्पा अब मगर भइसक्यो शुभ विवाह हामी सिधिसक्यौँ सुरज 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 हाम्रो बेहुला बेहुला के छ आयो भनिदेऊ यार के छ यार हामी ढिला आयौँ यार नरिसाउ ल त्यस्तै छ ल ल ल जे छ त्यसमै रमाउने हो हिँड केटा हिँड ल हिँड हिँड अझै पुरै डान्स भइरहेको छ हुन्छ नरिसाउ होइन हेर कति बजीबाट लागेको कति बजीबाट त्यस्तै भइहाल्यो नि हामी 10 बजी त्यस्तै लागेको थियो बेला थप थप एकजना थप ओए थपी थपी जान हो जान जान्थे के भरे साह्रै नराम्रो हो क्या बेहुला मात्रै छ घरमा बेहुली छैन बिहेको दिन अरे होइन त्यस्तै हो साइलेन्ट गराउने कुरामा जे छ त्यसमै रमाउनु पर्छ कस्तो नमिठो नमिठो तरिकाले राजु राजु तीनजना त भन्यो नि हैन सुरज गाउँमाएर मात्र
दुई पल्टबाट भ्लगरै भ्लगर हो सबैको उता कता फोकस के कुरा हो त्यता चाहिँ के छ त्यता यता पनि छ नि यता पनि छ आउँदैन उता मात्रै देखाउँछ यार भन नि त अनि होइन अलिक राम्रो राम्रो दिदीहरू यता बसिन्छ नि उता हात धुनु पर्यो के छ म केटा हो के छ हो लक्ष्मण शिखर माक्छु हाँसन हो के साह्रो सहयो ढुङ्गो अरे उसको मजा आयो नि होइन यस्तो भइहाल्छ केटाहरू हेर सपना चप धप कब लेखी यसले के भन सुटुक्कै भन है गाइस यसले सुटुक्कै मात्रै भने के अरे कसको हामीले भनेर होइन मैले भनेकै हो केटा हो हेर मिला होइन म सक्दिनँ मैले त भनेकै हो रिक्वेस्ट पनि मैले गरेको हो है Once more, one pack. Last pack. खोइ last pack तानन त तिमीले तानन त होइन तिमीले हान नि त हेर मैले अघि भन्दै थिइन सुँगुरको मासु एन्ड यो मेरो फोन चार्ज लगाउनु ओ सियर त्यहाँ छोइन सुनिले हैन के आम्मामो जान पाले ल न सारे सिपालु हामीलाई भोलि जाने 6 बजे उठेर जाने मिलाउन छिटो नाच 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 राजु डान्सरलाई आउटै गरिदियो डान्सरलाई आउट गरिदियो
Ande Rojesh! Haandeu! Oh, समाचारमा भयो नि हान्देऊ। ओ समाचारमै हान्देऊ। ए ना 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 होइन डराइनले दुःख पाउला साथी फेरि ना 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 पर्दैन आरा आरा लड्छ क्या Oh yeah yeah. हिजोकै ठाउँ आइपुग्यो अब चाहिँ हिजो जुन ठाउँ हामी भेटेर बिहेमा जाने आएको थियौँ त्यही ठाउँमा आइपुग्यो सबैजना सो हेलो फाइनली होइन आज चाहिँ हामी हिजो उता साथीकोमा गएको थियौँ होइन तपाईँहरूलाई थाहा छ होला सुनिल साथीले ब्लग बनाएको थियो होइन सो उता चाहिँ कस्तो प्रब्लम त्यहाँको एउटा पारिवारिक समस्या पनि भएर होइन अलिकति ठिक चाहिँ रमाइलो भएको थियो होइन जस अनि अहिले चाहिँ हामी यहाँ चिल्ड्रेन पार्कबाट आइपुगेको छौँ अनि एकदम रमाइलो भएको थियो होइन हामीलाई अहिले कति बजीसम्म 9 बजीसम्म होइन सो अब म सुनिलको भ्लग चाहिँ फेरि पनि पनि म आज गर्न गइरहेको छु स्टार्ट पनि मैले गरेको थिएँ होइन सो अन्तिमसम्म हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद अनि सुनिललाई सपोर्ट गर्दै जानु होला माया गर्नु होला होइन उसको च्यानल सब्सक्राइब पनि गरिदिनु होला सबैजनाले यति भन्दै उसले अब फेरि पनि अर्को नेक्स्ट भिडियो यसरी नै ल्याउनेछ त्यसको लागि ओके सबैजनालाई सी यू बाई एकदम